हेलो गाइज, गुड मर्निङ सँगै वेलकम छ ड्रोन रचना युट्युब च्यानलमा। आज तपाईँ गो टु चितवन टु चितलाङ गाइज। ओके, हेलो गुड मर्निङ भान्जा, वेलकम टु माई न्यू ब्लग। हामी चाहिँ सुरु हुन लाग्यो अब रमाइलो यात्रातिर, विशेष चितलाङतिर। सरर र स्कुटीमा अब च्याट्टो गइन्छ। हेलो तपाईहरुलाई हामी पहिला वेलकम, लेट्स गो, अघि बढ्यो। हेलो गाइज, हामी चाहिँ अहिले हेटौँडा आइपुग्यौँ। त्यो चाहिँ बुद्ध चोक। अब बुद्ध चोकबाट हामी उत्तर लागिरहेछौँ। काठमाडौँको पाइरेटको बाटो भैँसे भीमफेदी हुँदै हामी कुलेखानी ट्याक्सै चितलाङ पुग्छौँ। अब हामी सरर हाम्रो गन्तव्यतिर अघि बढिरहेछौँ। ल हेर्नुहोस्, हेटौँडाको भाटघाटे नि आइपुग्यो। हामी चाहिँ अहिले ठ्याक्कै हेटौँडाको बाटोमा त्रिखण्डेश्वर महादेवको पहरा बाटो हेर्नु गए। त्रिखण्डेश्वर धाममा आइपुगिरहेको छ। ओम नमो शिवाय। त्रिखण्डेश्वर महादेव मन्दिरमा आइपुगेको छ। मामा घन्टी बजाएर चाहिँ हामी ओम नमो शिवाय भैँसे। अब हामी यहाँबाट दामन जाने बाटोलाई छोडेर पूर्वतिर लाग्छौँ। यो दामन जाने बाटो यो चाहिँ उहाँबाट थियो, अहिले यो नयाँ खोले बाटो उदयमा माथिको अहिले यहाँबाट बनाएको बढिरहेछ। ल हेर्नुहोस्, यस्तो रमणीय बाटो छ। डाँडा काँडा पहाडको बाटो भनेको तपाईँहरूलाई म देखाउँदैछु है गाइज। गाइज भीमफेदी बजार आइपुग्यो हामी। ठ्याक्कै भीमफेदी महेन्द्र मात्रै विद्यालय छ। उकालो हुन्छ त्यहाँनिर हामीलाई। यो पुरानो भवन हो, कस्तो खाले ठुलो सभागिरी हो। पुरानो भवनहरू चौतारो पुरै उकालो बाटो त हेर्नुहोस्, माथि सल्लाहको बाटो छ। ल गाइज, हामी अब यो उकालोको टुप्पा पुग्छौँ। हेलो गाइज, हामी चाहिँ अहिले भीमफेदीको ठ्याक्क माथिबाट जुरी खेतमा आइपुगिरहेछौँ। हामी एकछिन रेस्ट गरिरहेछौँ गाइज। ल गाजर खेती कति छ, कटर। अब गर्मीको मौसममा बाटो यही हो, हेर्नुहोस्, पहरा खोपेको बाटो। साधन यहाँ रोकेर राखेको ठाउँ मेरो चाहिँ स्कुटी चेन्ज छ अहिले, देख्न सक्नुहुन्छ। ल हेर्नुहोस्, भुइँ कटरहरू झुन्डेर गाजर चुन्नेर, गाजरको जुस, कटरको जुस के खानु। अब हामी ट्याक्क अहिले ठ्याक्कै एक बन्न लागेको छ। हाम्रो केही क्षणको खाजा नास्ताको बसाइपछि अब हामी पुनः उकालो लाग्छौँ। हेलो गाइज, हामी चिसो पानी गढी आइपुगिसक्यौँ। यो अघि जुन हेर्नुहोस्, तो पानी यो मेन गढीको तो पानी ठाउँ हो यो गाइज। देख्न सक्नुहुन्छ तपाईँहरूले पनि। हेर्नुहोस्, भैरव मन्दिर छ, त्यहाँ लेडिज जानलाई चाहिँ बन्द गरेको गढी हो यो चाहिँ। लेडिज जान मिल्दैन। यहाँ डेन्जर तोपहरू छ गाइज। यो चिसपानी गढीको बाटो भएर अब हामी चाहिँ माथितिर चितलाङ जाँदैछौँ गाइज। हामी भित्र प्रवेश गर्ने होइन, अहिले बाटोमा भएर हल्का तपाईँहरूलाई देखाइदिउँ, बन्दै गरेछ। हेलो गाइज, हामी चाहिँ आइपुग्यौँ देउराली। एकदम हाइटमा चिसो हावा चलिरहेछ। हेर्नुहोस्, हामी चाहिँ व्यस्त छौँ। अच्छा, अब लाग्छ गाइज, चैत वैशाखको बसन्त ऋतुमा लाली गुराँस ढकमक
ढकमक्क हेर्नुहोस् जङ्गलभरि ढकमक्क लाली गुराँस फुलिसक्यो। हामी चाहिँ अहिले लाली गुराँसलाई एकदम साक्षात्कार गर्दै हिँडिरहेछौँ, रमाइलो लिइरहेछौँ। अहिले हामी कुलेखानीको ओह्रालो झरिरहेछौँ देउरालीबाट तल। ल हेर्नुहोस् हाम्रो साथीहरू पनि यहाँ यसरी बस्नु भएको छ। टिप्नलाई चढिसक्नु भयो बोटमा, हेर्नुहोस् त लाली गुराँसको बोटमा लाली गुराँस टिप्नलाई। ल बिस्तारै एकदम तस नस नगर्नु भन्छ, बिस्तार टटक्क भाँच्नुहोस्। ल हामी सरी माग्छौँ, तर फुल चाहिँ टिप्न पर्ने भएर हामी टिपिरहेछौँ होइन। सरी माग्दै हामीले फुल टिपिरहेछौँ। अच्छा आहा मेरो मायालुलाई मेरो कालुलाई ओके ओके डन। लगिदिनु पर्यो नि गिफ्ट होइन लाली गुराँस। हेर्नुहोस् त गाइस जाडो पनि छ चिसो नै छ। लाली गुराँसको बोटमा छु म, टिप्न पर्यो नि होइन। मायालुलाई लगिदिनु पर्यो, तर मायालु मेरो छैन, आफू त एक्लै। मायालु विदेश परदेशमा, म लाली गुराँस बोकेर कसलाई लगेर दिउँ त अब। एउटा एक्स्ट्रा मायालु त चाहिने हो क्या मामा यार होइन। प्यारी मायालु नभए बेलामा यसो दिने एउटा एक्स्ट्रा चाहिँ चाहिने रहेछ है। ब्याकअप चाहिने रहेछ, ब्याकअप भन्ने मात्रै हो, गर्नु केही छैन। ओ माइ गड फेरि भिर पाखा छ, लडेर तल पुग्ला टिप्न पनि त डरै मर्दो छ त। यस गाइस के हो यो पारा। लाली गुराँस टिप्न गएको हाँगा भाँचेर झर्यो कि हाँगा लुचेर तान्यो यो ए कुन चाहिँले भाँचेर राखेर रहेछ फ्ल्याट्टै आयो है। ठिक छ ल हामी फुल टिप्छौँ। यो हामीले गर्न खोजे उबड त चाहिँ होइन, यो चाहिँ सिलेरी बाटो हो। यो पुल बनाउँदैछ उ त्यहाँबाट झारे हामी चाहिँ अब यो कुलेखानी ड्याकमा जान्छौँ। मेन कुलेखानीको चाहिँ जलविद्युत आयोजनाको ड्याकबाट हामी चाहिँ अगाडि बढ्छौँ यो बाटो लागेर। हामी चाहिँ मार्खु 8 किलोमिटर, अब हामी मार्खु जाँदैछौँ। कुलेखानीको ड्याक ठ्याक्कै देख्यौँ हामीले। अब हामी इन्द्र सरोवर पोखरीमा पुग्छौँ यो ड्याक क्रस गरेर। गाइस हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुन्छ मजाले यो जलविद्युत आयोजनाको ड्याक हो। माथि ब्यारेक छ, अब सबै प्राय जलविद्युत आयोजना सेनाले नै कब्जा गरेको छ, रेखदेख गरेको छ। त्यसकारण यहाँ सबै कुरो फोटोदेखि भिडियो खिच्न मनाइ भनेपछि हामीले खिच्न पाउँदैन, त्यसकारण मैले बन्द गरेको छु। ल हेर्नुहोस् गाइस इन्द्र सरोवरको तालमा आइपुगेँ। सेनाले खिच्न दिँदैन गाइस, त्यही भएर मैले सेना हाम्रो इन्ट्री कटिसकेपछि देखाइरहेको छ है। हेर्नुहोस् अहिले म राम्रोसँग देखाउँछु है, एकछिन पछि आइपुग्यो गाइस आइपुग्यो हामी। ल हेर्नुहोस् इन्द्र सरोवर हेर्नुहोस् त तपाईँहरूले राम्रोसँग। यही हो इन्द्र सरोवर भनेको, कुलेखानी जलविद्युत आयोजना। हामी हल्का फोटोसोटो लिँदैछौँ गाइस। सल्लाहबारीको जाडो छ, हेर्नुहोस् मेरो पारा यस्तो छ। पहरा त्यस्तै छ यता हेर्नुहोस् पहरा। ल हेर्नुहोस् कस्तो रमाइलो छ, देख्नु हो। हामी एकदम स्वर्गमा आइपुगेका छौँ गाइस। मिस गर्ने ठाउँ चाहिँ होइन है, विचार गर्नु होला। समय मिलाएर आउँदा केही फरक पर्दैन, साह्रो रमाइलो ठाउँ। बाटो यस्तो छ, बाइक पनि हुँ हुँ गरेर उकालो चढ्न पनि एकदम गाह्रो हो नि। इन्जोय लिइरहनु भएको छ नि मामा? एकदम फर्स्ट क्लास भन्छ। वाह धेरै राम्रो ठाउँ। हामी तालको छेउछेउ घुमिरहेछौँ, इन्द्र सरोवरको छेउछेउ जिप लाइनमा आइपुगिरहेछौँ। हामी मार्खु आइपुग्यौँ। मार्खुको बजारतिर हेरिरहेछौँ हामी। हेर्नुहोस् मार्खु इलाकामा हाम्रो स्कुटी यहाँ छ, हाम्रो टोली आउँदैछन्, हामी घुम्दैछौँ अहिले। अब बोटिङ सोटिङ गरिन्छ, त्यसपछि बल्ल रमाइलो लिन्छन्। हेलो हेलो मेरो चाहिँ कुन च्यानलबाट आउँछ? कहाँ गएर सब्स्क्राइब गर्ने रे? ड्रोन रचना युट्युब च्यानल मैले सब्स्क्राइब गरेँ। ओके
हाम्रो साधन नै अब के हुन्छ केही दिनमा हामी अहिले मार्फुमा भेटघाट भइरहेछौँ गौँथली हेर्नुहोस् गौँथली गाउँतिरको रेट्स बुझाएको बाइक पार्क गर्यौँ। अब हामी चाहिँ इन्द्र सरोवरको बोटिङतिर लागिरहेछौँ। यी म यसरी हिँड्दै रहेछु खाजासाजा खाएर हाम्रो काट्नु भएको छ सबैजना। अब रमाइलो लुटौँ भनेर आइरहेछौँ। ल हेर्नुहोस् अच्छा सूर्य अस्त हुनु लागेको छ डाँडाको टुप्पा। फेरि बेलुकाको बेलामा आइपुगेका छौँ हामी चाहिँ यसरी। के छ खबर अब हेलो आज फेवातालमा साइली ढुङ्गा चलाउला होइन कुले खानीमा हाम्रो टोलीहरू 3 दाजुभाइ यसरी भेटघाटको अवस्था छ। आज विशेष रमाइलो छ है गाइस। म यसमा सहभागी भइरहेछु। हामी जाँदैछौँ अहिले रिसेन्टली चाहिँ तालमा ल बोटिङ। ल हेर्नुहोस् तपाईँहरूलाई कुलेखानीको यो इन्द्र सरोवरदेखि एकदम सबैलाई हाई हेलो गर्दै म चाहिँ एकदम बोटिङमा व्यस्त भइरहेको छु। हाम्रो गाइजहरू माथि अहिले चाहिँ हेलो हाई साथीभाइ भेटघाटमा छन्। म चाहिँ यसो रमाइलो लुटिरहेको छु। हेर्नुहोस् एकछिन रमाइलो गरौँ भनेर आएको। हेर्नुहोस् रोशन ब्रो चाहिँ पुरा अगाडि जोसका साथ अगाडि एकदम द्रुत गतिमा दौडिरहेको अवस्था हो। हेर्नुहोस् मामा पछाडि एकदम एक्साइटेड मुडमा छ। ल हेर्नुहोस् बोर्डको चिसो पानीमा जाडोमा हामी जाँदैछौँ अहिले। ल हेर्नुहोस् अब हाम्रो चालक अगाडि बसिसक्नु हो। हामी अगाडि बढ्यौँ साथीहरूलाई सबै बस्यौँ। सुरु भयो हाम्रो फेवातालमा के हो यार हावा त डेन्जर लाग्यो त टोपी उडाउने अरे। कुन गीत छ अरे अर्को गीत गाउँ त। भएको दिन हाम्रो भेट भएको दिन तिमी चाहिँ गर्दैछौ किन नगर्दो मन माया लागेको होइन नभन माया लागेको होइन नभन। यो हो नि त पारा। जिन्दगीमा रमाइलो भने गर्नुपर्छ गाइस। के छ र जिन्दगी कस्तो मजा आयो यार। गाइस वेलकम छ हाम्रो घरमा। रमाइलो छ यात्रा।
हाम्रो माइजूले चाहिँ आजको यस विशेष टुर चाहिँ एकदम मिस गर्नुभयो, यस्तो इन्जोय मिस गर्नुभयो। आहा कति रमाइलो, हेर्नुहोस् त हामी कहाँ छौँ। माइजू मिस यु, तपाईँ नहुँदाको यहाँ मजै छुट्टै थियो, तपाईँले मिस गर्नुभयो। हेर्नुहोस् टापु टापु, हेर्नुहोस् हामी अहिले टापुमा आइपुगिरहेको छौँ। यहाँ हेर्नुहोस् हाम्रो यात्रालाई हेर्नुहोस् कति रमाइलो छ। हाम्रो 5 भाइ छौँ, 3 भाइ दाजुभाइ बिहारी खोला, 2 भाइ हामी चाहिँ हेर्नुहोस् है हाम्रो लास्टमा रमाइलो छ। एकदम रमाइलो लिइरहेछौँ हामी। मिस यु माइजू, मिस यु। तपाईँ यो भ्लग तपाईँ भ्लग हेरेर मैले ठुलो मिस्टेक गरेछु, मैले मिस गरेछु कठै भन्नुहुन्छ होला। तर नेक्स्ट टाइम माइजू, नेक्स्ट टाइम मामा ल्याउनुहुन्छ नआत्तिनुहोस्। यो मोबाइलको चाहिँ धर्छ। हामी लास्टै रमाइलो लिइरहेछौँ। कस्तो रमाइलो छ। बोका खोजेर काट्ला भने बोक्दैन भेट्नु, खसिने काट्नु। हामीले अस्ति चितलाङलाई बोका काटेको या अहिले पनि बोका पाइँदैन, आधै होमस्टेमा, तर खान नसक्ने। पहिले त्यो सिस्नुको रक्सी, यहाँ त सिस्नुको रक्सी गर्दो रहेछ नि त। रोशन सिस्नुको रक्सी बहुत चल्छ। अनि सिस्नु रक्सी 4 प्याक्ला त झ्वाक भयो। यस्तो चल्छ त्यो सिस्नु रक्सी। कहाँ टिस्टुङसँग पानी ताल परेको यो त। पालुङ टिस्टुङसँग हामी चाहिँ यही बोट चढ्यो हो। अब हामी निस्किसक्यौँ। हेर्नुहोस् गाइस हामी कहाँ जान्छौँ हामीलाई पनि थाहा छैन, हेर्दै गर्नुहोस्। हामीलाई थाहा छैन। कता हराए मामा यार, कस्तो लाग्यो त बोटिङ यात्रा? एकदम। अब हजुरले मिस कोकोला गरिरहेछ मेरो बुढीलाई स्पेसली। त्यसपछि छोरा बारी नमानेको मिस गर्दै फ्यामिली मिस। मिस यु गाइज, एभ्रीबडी मिस यु। यति रमाइलो लुटिरहेछौँ हामी। हाम्रो बसाइ चाहिँ यही हो। फेरि तालकै छेउमा हेर्नुहोस्, यहाँ तल बोट हेर्नुहोस्। हामी यही भरि बोटमा गए हेर्नुहोस्, ताल इन्द्र सरोवर हेर्नुहोस्। हामी भने चाहिँ यही हो है फेरि। अब ट्याक्कै रोशन सर के छ खबर? एकदम रमाइलो लिइरहेछौँ हामी। एकदम तालबार इन्द्र सरोवरको छेउमा बसेर हामी इन्जोय लिइरहेछौँ गाइस। अब 2-4 दिनमा अस्ट्रेलिया फ्लाइट हुँदैछ। मेरो साथी भने नि भयो, ज्वाइँ भने नि भयो, बहिनी अस्ट्रेलियाबाट उहाँ कहिले आउला भनेर बसिरह होला इन्तजारमा होइन। आउँछ बिस्तारै। आज हामी विशेष भेटघाटमा छौँ, रमाइलोमा छौँ। इन्द्र सरोवरको छेउमा छौँ। पछाडि देख्न सक्नुहुन्छ तपाईँले ताल, त्यही पनि होइन। हामी रमाइलो गरिरहेछौँ। इन्द्र सरोवर भन्छ हो नि, परेको पानीबाट जम्मा हुने भएर इन्द्र सरोवर हो नि।
यो यसको नामै इन्द्र सरोवर हो हो। पहिलेदेखि नै। पहिलेदेखि हो, तर मैले चाहिँ परेको पानी जम्मा हुने भएर इन्द्र सरोवर इन्द्रले पारेको पानी जम्मा हुने भएर इन्द्र सरोवर भनेर मैले गेट गरेको अनि थिएँ। सोधे त यो छैन। गाउँपालिका हो चाहिँ इन्द्र सरोवरै गाउँपालिका हो। इन्द्र सरोवर गाउँपालिका पालिका नि पालिकै त्यही हो। फरक हो। नाम पनि त्यही हो। त्यसरी बुझ्या हो मैले। मिस यु माई सिस्टर। अब म सँगै छु। हामी अब रमाइलो 2-4 दिनमा जाँदैछ। आज सेफ जर्नी अहिले नै के भोलि पर्सि जाँदैन, अहिले जानु उस्तै हो। आजबाट हेभ सेफ फ्लाइट भन्दै हामी चाहिँ यसरी रमाइलो लिइरहेको छ, इन्जोय है। रमाइलो गरेर अब हामी चितलाङतिर जाँदैछौँ। ए हाम्रा दोस्तीहरू यहाँ भेट भइरहेछौँ। अब हामी चितलाङ जान्छौँ गाइज। लेट्स गो चितलाङ। हामी चाहिँ अहिले ठ्याक्कै चाहिँ कहाँ भन्नुहुन्छ भने चितलाङको चाहिँ फार्म हाउस, भेडा बाख्राको फार्म हाउसमा आइपुगेका छौँ। अहिले चरीचरण चाहिँ बन्द छ, सबै चाहिँ गोठमा राखिसके। हामी चाहिँ चौर हेरिरहेछौँ। यी हाम्रो साथीहरू यसरी बाइक रोकेर यसरी हेर्दै हुनुहुन्छ। ल हेर्नुहोस्, यो डाँडा हेर्नुहोस् कस्तो रमाइलो छ, हेर्नुहोस् त। वाओ, तर आज केही देख्नुहुन्न है। बाख्रा साख्रा चरीचरण चाहिँ सुक्खा। यो चाहिँ अहिले चाहिँ चैतको बेला भएर होला होइन। चरीचरण यो जम्मै मरेर चाहिँ झारहरू केही छैन। घाँस मैदान पुरै एकदम मरुभूमि भएको छ। आएको अब हामी चितलाङ पुग्छौँ केही मिनटमा। हेर्नुहोस् अब हामी लाग्छौँ। हेर्नुहोस् त सूर्यास्त उतापट्टि ल हेर्नुहोस्, यता उब्रेती मस्त सूर्यास्त उब्रेती मस्त। अहिले चितलाङमा ट्याक्कै आइपुग्यौँ है गाइस। हेर्नुहोस् त अवस्था। अब नजिक आइपुग्यो। के आधा किलो कस्तो छ सुन्तला? हामी सुन्तला र स्याउ पिरती लाउने भाइ तिमी यता आऊ भन्नेमा चाहिँ हामी व्यस्त छौँ। सुन्तला र स्याउ पिरती लाउने भए अलिवरा हो होइन रोशन? हेर्नुहोस् गाइस, चितलाङमा ट्याक्कै आइपुग्यौँ हामी त। हेर्नुहोस्, चितलाङ डेरी साथ खाजा घरको साइडमा नेपाल ब्याङ्कको क्वार्टरतिर आइपुग्यो हामी। ल हेर्नु चितलाङ हेर्नुहोस् गाइस, यही माथाडा चाहिँ चन्द्रगिरी है। यो टुप्पोमा चाहिँ चन्द्रगिरी छ यहाँनिर चाहिँ। ल तपाईँले देख्न सक्नुहुन्छ, ऊ त्यो बाटो हो। हामी आइपुग्यौँ है। को हुन् मान्छे त धेरै देख्छु त। गाइस, बेलुकाको गोधुली साँझ भइसक्यो, सूर्य अस्त नि भयो, देख्न सक्नुहुन्छ बिजुली चम्किसक्यो, पहाडमा घाम अस्ताइसक्यो। म चितलाङ पनि आइपुगिसकेँ। त्यसैले सबैलाई बाई बाई गर्छु।